पनि नजिक आयो। अब चुनावको मालहरू पनि एकदम तगडा भएछ। नेपाली जनताहरूलाई प्रायःले सबैलाई थाहै छ भोट कहाँ दिनुपर्छ भनेर। भोट घन्टीमा दिनुपर्छ, घन्टीलाई सपोर्ट गर्नुपर्छ। किनभने बालन शाह हारे पनि जिते पनि उसलाई केही फरक पर्दैन। किनभने नेपालको 90% जनता उनीहरूको साथमा छ। तर यो केपी ओली हारियो भने फेरि यो किडनी फेर्ने पैसा कहाँबाट ल्याउँछ? किडनी फेर्ने पैसा त हुँदैन। किनभने यो बुढो नेताहरू जति छ नि देशको पैसा लुटेर खाएर आफ्नो ज्यान जोगाएर बसेका छ। यिनीहरूलाई हारियो भने धेरै ठुलो फरक पर्छ। त्यसैले यिनीहरूले धान्धली पनि गर्न सक्छ, धेरै थरीका आरोप प्रत्यारोपहरू पनि लगाउन सक्छ। त्यसैले तपाईँहरू सम्पूर्ण नेपाली जनताहरूलाई मैले के भन्न चाहन्छु भने यो मतदान गर्ने बेलामा, भोट दिने बेलामा दारू मासुमा नबिक्नु होला। सच्चा कर्मठ योग्य व्यक्ति छानी त्यसलाई भोट दिनु होला। मेरो विचारमा त घन्टी एक नम्बर हो। बालन शाह एक नम्बर मान्छे हो मेरो विचारमा। तपाईँहरू अब खोइ के गर्नुहुन्छ थाहा भएन। तर जस्तो सुकै जेसुकै भए पनि तपाईँहरू सबैजना मिलेर एकचोटि चाहिँ युवा नेता बालन शाहलाई जिताउनु होला। किनभने बालन शाह जित्यो भने देशको उन्नति हुनसक्छ, प्रगति हुनसक्छ। एकचोटिलाई मलाई डाउट पनि लाग्छ कि बालन शाह जित्छ भनेर। किनकि त्यो बालन शाह न्युजहरूमा हेर्दा कहिले बालन शाहको अफिसमा हमला हुने, कहिले कहाँ हुने, कहिले कहाँ हुने। लड्नलाई उनले बालन शाहले झापाबाट लडेछ। त्यही भएर अलिकति डाउट पनि लाग्छ। तर बालन शाह जित्नु भनेको एकदम जरुरी हो। बालन शाह जित्नै पर्छ। बालन शाह लडेको झापाबाट भए पनि देशको जुनैसुकै कुनाबाट भए पनि देशमा विकास ल्याउने बालन शाह नै हुन्। किनभने तपाईँहरूलाई थाहा छ यो काङ्ग्रेस, माओवादी, एमाले भित्र देशलाई खुकुलो बनाइसकेछ। देशमा युवा जति सबैलाई कसरी होस् के गरेर होस् विदेश धपाउने काम मात्रै गरेका छ यिनीहरूले। युवालाई नेपालमा टिक्न दिँदैन। युवालाई नेपालमा रोजगार दिएको छैन। स्वरोजगार गर्न वातावरण बनाएको छैन। नेपाललाई कङ्गाल बनाइदियो। यहाँसम्म कि आफ्नो गरिब मान्छेले दुःख पाएर ऋण कर्जा हुँदा उनीहरूले बेचेको जग्गाबाट पनि कुन ट्याक्स भन्छ रे त्यो लिन्छ। मान्छेलाई ऋण कर्जा भयो भने अब तिर्न सकेन, आफ्नै जग्गा बेचेर भयो पनि ऋण तिर्नु पर्यो भनेर बेच्न लागेको थियो। एक त त्यो मान्छे ऋणमा डुबेको छ, त्यसपछि उसले बेचेको जग्गाबाट पनि सरकारले कर असुली गरेछ। त्यस्ता सरकार भएछ नेपालमा। रक्त चुस्ने यिनीहरू खटास हुन् के खटास, लामखुट्टे हो यिनीहरू, रक्त चुस्ने। त्यही भएर यो लामखुट्टेहरूलाई चटकन लाएर हटाउनु पर्छ। देशमा यस्ता किसिमका नेताहरूले गर्दा देशको धेरै नराम्रो दशा हुन्छ। त्यही भएर म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण बुद्धिजीवीहरूलाई 18 वर्षभन्दा माथिका जति हुनुहुन्छ, मतदान गर्न सक्ने क्षमता जतिमा छ, मतदानको अधिकार जतिजनालाई छ, उनीहरूलाई म के भन्न चाहन्छु भने योग्य र इमान्दार व्यक्ति छनौट गरेर भोट दिनु होला। किनभने काङ्ग्रेस, एमाले र माओवादीलाई हामीले धेरै वर्षसम्म देखियो। अब चाहिँ नयाँ पार्टीलाई पनि हेर्नुपर्छ, नयाँ युवाको पनि चान्स दिनुपर्छ। युवाले के गर्छ देशलाई त्यो पनि हेर्नुपर्छ। यो बुढो गोरुले अब देश धान्न सक्दैन। बुढो गोरुलाई जति जे गरे पनि यिनीहरूको उपचार खर्च जति हुन्छ नि त्यतिमा सायद देशमा केही न लगभग 15-20 दिन चल्ने खर्च हुन्छ देशको। यिनीहरूको उपचार खर्च काटियो भने 15-20 दिन देश केही जनताले केही नगरिकन मजाले बसेर खान सक्छ। त्यति पैसा यिनीहरूको उपचार खर्चबाट आउँछ। त्यही भएर यो बुढो गोरुहरूलाई लात्तले हानेर हटाउनुपर्छ। नयाँ युवालाई प्रधानमन्त्री बनाउनुपर्छ। देशका निमित्त केही गर्ला भन्ने आशाका साथ युवाहरूलाई जिताउनुपर्छ। मेरो विचारमा त म के भन्छु, यिनीहरू भोट माग्न बुढो जति छ बुढोहरू भोट माग्न नेपालमा आयो भने जुन गाउँमा आउँछ त्यही गाउँमा सालेर बाँधेर बन्धक बनाएर राखिदिनु, चुनाउ नसकुन्जेलसम्म। किनभने यो बुढोहरूलाई धेरै देखियो, यिनीहरूले केही गर्न सकेका छैन। देश लुट्ने भनेको यी बुढाहरू नै हुन्। त्यही भएर भोट चाहिँ युवालाई दिनुपर्छ। त्यही भएर भोट युवालाई नै दिनुपर्छ। जस्तो सुकै हालतमा भए पनि
मेरो विचारमा त रवि दाई एक नम्बर मान्छे। रवि दाईलाई नै दिनुपर्छ भोट, बालेनलाई नै दिनुपर्छ। किनभने यिनीहरू युवा हो, जे गरे पनि देशको लागि त केही न केही गर्ला। 5 वर्ष यिनीहरूलाई पनि हेरौँ न, बालेन शाहलाई पनि 5 वर्ष हेरौँ न के गर्छ। 5 वर्षमा देश त अब त्यतिकै खोक्लो बनाइसक्यो यिनीहरूले। 5 वर्ष अर्को पार्टीलाई पनि हेरौँ न। हामीले त धेरै दुःख गरेका छौँ, कष्ट गरेका छौँ। हामी परदेशमा, त्यहाँबाट परदेशीलाई हेर्ने भनेको कोही पनि भएन। परदेश पठाइदिन्छ, विदेश जान्छ भनेर 10,000 रुपियाँको त्यो गराउँछ, भौचर दिन्छ। यहाँ 1.5 लाख, 2 लाख, 4 लाख, 5 लाख, 15 लाख, 20 लाख असुली गरेका छ मेन पावरहरूले। खोइ तिनीहरू कुनै नेतालाई थाहा छैन, सबलाई थाहा छ, तर तिनीहरू कानमा तेल हालेर सुतेको छ। यहाँ आएर न त काम हुन्छ न त केही हुन्छ। मान्छेहरू गोरु दलाली गरे जस्तो दलाली गरेर त्यहाँबाट पठाउँछ। यहाँ काम पाउँदैन, काम बाइदियो पाइ नै हाले पनि धेरै दुःख कष्टहरू हुन्छ, भनेको जस्तो हुँदैन। त्यो कुरा हाम्रो कसले सुन्छ, कोही सुन्नेवाला छैन। त्यही भएर एउटा सिधा युवा नेताहरूलाई भोट दिनुपर्छ, योग्य मान्छेलाई भोट दिनुपर्छ। अब चुनाव नजिक आइसकेको छ, त्यही भएर मैले त अब केही भिडियो सिडियो यताउता बनाउने कुरा त गरेको थिएन। तर अहिले जस्तो आरोप प्रत्यारोप लगाइराखेको छ एक दलले अर्का दलहरूमाथि, त्यो अलिक नराम्रो लागेर मैले यो भिडियो बनाएको छु। राजनीति गर्ने मेरो कुनै मनसाय छैन, राजनीतिमा जाने मेरो कुनै मनसाय छैन, कुनै उद्देश्य छैन। तर नेपाली एउटा आम नागरिक र जनता भएको हुनाले मलाई यो बोल्न मन लाग्यो। त्यही भएर मैले आफ्नो 2 शब्द राखेको छु। तपाईँहरू सम्पूर्णलाई हात जोडेर बिन्ती गर्दछु कि तपाईँहरू भोट दिने बेलामा योग्य व्यक्तिलाई भोट दिनुहोला। पार्टी गरेर नबिक्नुहोला, योग्य र इमान्दार व्यक्तिलाई जिताउनुहोला। यही तपाईँहरूले यस्तै गर्नुहुन्छ भनेर आशा गर्दै म मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद।